This channel does not promote or encourage any illegal activities. All contents provided by this channel is meant for educational purpose only. नमस्कार साथीहरू एन्ड वेलकम ब्याक अगेन थाहा पाएको कुरामा। साथीहरू आज भने मैले थाहा पाएको कुरामा एकदमै इन्ट्रेस्टिङ लाग्ने विषय लिएर आएको छु। हुनसक्छ हजुरहरूमध्येमा कतिजनालाई यो खालको कुरा अगाडि नै थाहा पाइसक्नु भएको पनि होला। यदि जो साथीहरूले थाहा पाउनु भएको छैन भने कृपया भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। यसले केही न केही मद्दत गर्नेछ। मैले पनि यो खालको कुरा हालसालै थाहा पाएको छु। सो र मैले पनि यो थाहा पाएको कुरा हजुरहरू समक्ष राख्दैछु। कुरा के त भनेर भन्दाखेरि यदि हजुरहरू केही गरी अवसर मिल्यो भने हामीले समयलाई पछाडि गएर कुनै ठाउँलाई हेर्नु पर्यो भने हेर्न हुन्छ कि हुन्न हजुरहरू? र मैले आज भने हजुरहरूलाई त्यो कसरी हेर्न सकिन्छ भन्ने खालको कुराको जानकारी दिँदैछु। मानिलियो हजुरहरू कुनै ठाउँमा जग्गा लिन खोजिरहनु भएको छ र त्यो ठाउँ आजभन्दा 10-12 वर्ष अगाडि पनि भन्दा पनि अझै अगाडि कस्तो अवस्थामा थियो होला, त्यो ठाउँ के थियो होला भन्ने खालको कुरालाई यदि हजुरहरू हेर्न चाहनुहुन्छ भनेदेखि हेर्नुहुन्छ कि हुन्न होला? पक्कै पनि हेर्नुहुन्छ होला। यसले फाइदा पनि गर्छ। जस्तै मानिलियो हामी हजुरहरूले कुनै ठाउँको पर्टिकुलर एउटा जग्गा लिँदै हुन्छ। त्यो ठाउँ न हिजोको दिनमा कुलोमा पो पर्ने जग्गा थियो कि न राजकुलोमा पो थियो कि न खोलाहरू पो थियो कि न त्यो ठाउँमा एउटा फोहोर फाल्ने ठाउँ पो थियो कि न एउटा मान्छे जलाउने ठाउँ पो थियो कि यी तमाम कुराहरू चाहिँ हामीले त्यो अहिलेको समयबाट पछाडि फर्केर हेर्ने हो भनेदेखि त्यो खालको कुरालाई हामीले जानकारी पाउन सक्छौँ। र त्यो ठाउँ कसरी, त्यो खालको कुरा हामीले कसरी हेर्ने र के गरेर हेर्न सकिन्छ भन्ने खालको कुराको जानकारी आज म हजुरहरूलाई दिन गइरहेको छु। आशा छ यो एउटा छोटो भिडियोले यहाँलाई भविष्यमा आउन सक्ने कुनै पनि कानुनी अडचन अथवा अरू कुनै पनि खालका समस्याहरूबाट चाहिँ जोगाउनेछ। सो भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। त्योभन्दा अगाडि एउटा सानो बटन छ, त्यो सब्सक्राइब भन्ने, त्यो बटनलाई पनि थिच्न नबिर्सिनु होला। किनभने म हजुरहरूलाई यस्तै थाहा पाएको कुराहरू लिएर आउने गर्छु। र अब भने म हजुरहरूलाई भिडियोतर्फ अगाडि बढाउन चाहन्छु। अब भने म हजुरहरूलाई मेरो यो डेस्कटपतर्फ अगाडि बढाउन चाहन्छु। र यहाँ गएर देख्न सक्नुहुन्छ एउटा मैले ब्राउजर खोलेँ। ब्राउजरमा गएर हजुरहरूले सिम्पली गर्नुपर्ने कुरा भनेको चाहिँ गुगल अर्थ भनेर सर्च गर्नुपर्ने हुन्छ। मैले यहाँनिर गुगल अर्थ सर्च गरिसकेको छु र सबैभन्दा सुरुमा देखिएको जुन यहाँनिर आउने रिजल्ट छ माथि, त्यसलाई मैले क्लिक गर्छु। अब यहाँनिर ओपन हुँदैछ। गइसकेपछि अब यहाँ यस्ता खालको कुराहरूको इन्टरफेस यहाँ देख्न सक्नुहुन्छ। अब यहाँनिर लगइन गर्न चाहिँ नबिर्सिनु होला। मैले लगइन गरेँ, यहाँनिर लगइन गरिसकेको छु। सो द्याट अब चाहिँ भने म यहाँनिर न्यूमा क्लिक गर्छु र यहाँ म्यापलाई क्लिक गरेँ। गरिसकेपछि हजुरहरू देखिरहनु भयो होला, यहाँनिर एउटा म्याप आएको छ। अब यसलाई मैले यदि यसरी लान्छु भने यो यसरी देख्न सकिन्छ। हामी यो चाहिँ गुगलको यो अर्थ हो, यो पृथ्वी जुन छ, यो हामीले संसारको जुनै पनि कुनाको चाहिँ हामीले यहाँ चाहिँ गएर त्यसको भित्री ठाउँहरूलाई हेर्न सक्छौँ। एकदमै सतहसम्मै पुगेर हेर्न सक्छौँ। अहिले आज हामी त्यो विषयमा भन्दा पनि अघि हामीले चर्चा गरेको विषयमा जान्छौँ। त्यसले गर्दा सिम्पली अब यहाँ गएर यहाँनिर गएर हामी एउटा नाम सर्च गरौँ। मैले आफ्नो एरियातिर नै गएँ। मैले गोकर्णेश्वर भनेर खोजेँ र गोकर्णेश्वरतिरको यहाँनिर यसरी हामी सिधै यसले डाइभ इन गर्छ र गोकर्णेश्वरको पनि एउटा पर्टिकुलर प्लेसलाई हामी अगाडि बढौँ। गोकर्णेश्वर भनेर यसले मन्दिर देखाइरहेछ। अब भने म यहाँलाई अरू ठाउँको बारेमा कुरा गर्नुभन्दा पनि मैले मेरै बारेमा, मेरो आफू बसेको ठाउँको कुरा गरौँ। त्यो ठाउँको बारेमा खोज्दाखेरि अलि बढी सान्दर्भिक होला। र त्यहाँ गएर यो एउटा स्टोर देखाउँछ त्यहाँनिर, त्यो स्टोरलाई केन्द्रित भएर मैले यहाँनिर अगाडि बढाएँ। अब यो एउटा म्याप यसमा लिन सकिन्छ। यो एउटा एरिया जुन छ, यो म बस्ने एरिया हो। अब यसलाई चाहिँ मैले आजभन्दा धेरै वर्ष अगाडिको कुरा
हेर्ने हो भने कसरी हेर्ने त त्यो खालको कुरा जानौँ। यो अहिले प्रेजेन्ट कन्टेक्स्टमा यो अहिले हालसालको अवस्थामा चाहिँ यो यस्तो अवस्थामा देखिन्छ भने अबको 10, 15, 20 वर्ष अगाडि यो कस्तो देखिन्छ भन्ने खालको कुरालाई चाहिँ हामी टाइमलाई चाहिँ ब्याक गरेर हेरौँ है त। सो द्याट यहाँनिर देखिरहनु भयो होला एउटा सिम्पल रूपमा एउटा बटन देखिरहनु भयो होला यहाँनिर हिस्ट्री भनेर। सो यहाँ हिस्ट्रीलाई क्लिक गर्ने र गरिसकेपछि अब यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ एउटा स्केल देखाउँछ यो, अनि यो स्केललाई मैले क्लिक गर्ने हो है। यहाँनिर गएर क्लिक गर्छु। यो क्लिक गर्दाखेरि जस्तै मैले यो अहिले यो हामी 24 को देखाइरहेछ यसले, मलाई चाहिँ अब 2022 को हेर्न मन लाग्यो भने यो ठाउँ कस्तो देखिन्छ त सिम्पल रूपमा हेर्न सक्नुहुन्छ। अब यो लोडिङ हुँदैछ। यसले 2022 को चाहिँ त्यो ठाउँको भूगोल र त्यो ठाउँको अवस्था यहाँनिर देखाइदिन्छ। र अब यो ठाउँको त्यो बेलामा अवस्था यस्तो थियो, हालसालको अवस्था यो अहिले यस्तो छ। अनि घरको अवस्था तपाईँले देख्न सक्नुहुन्छ निकै पातला थियो। अझै हामी यसलाई अगाडि बढेर हेरौँ, अझै इतिहासको पछाडि अझै फर्केर 2020 तिर गएर हेरौँ, यानि कि आजभन्दा 15 वर्ष अगाडि गएर हेरौँ। 15 वर्ष अगाडि गएर हेर्ने हो भने त्यो ठाउँ यस्तो खालको देखिने रहेछ यहाँनिर। अब हामी अझै 2019 तिर गएर हेरौँ, त्यो ठाउँको अवस्था यस्तो देखिँदो रहेछ, निकै बस्ती पातलो देखिँदो रहेछ। यहाँ देख्न सक्नुहुन्छ यो ठाउँ मयलटार भनेर अहिले नामाङ्करण गरिआएर छ, तर त्यो बेलाको अवस्थालाई हेर्ने हो भने यो ठाउँ यसरी खाली देखिन्छ। म अब यसमा धेरै नै अब एकैचोटि यसको धेरै वर्ष पछाडि अथवा भनौँ धेरै वर्ष अगाडि 2005 यानि कि 20 वर्ष अगाडि गएर हेर्दैछु अब कस्तो देखिँदो रहेछ त्यो ठाउँ। ल देख्न सक्नुहुन्छ 20 वर्ष अगाडि यो ठाउँ चाहिँ यस्तो तरिकाले रहेछ। देख्न सक्नुहुन्छ घर भन्ने कुरा यो एरियामा छैन, छँदै छैन भन्दा पनि हुन्छ। र अब त्योभन्दा अगाडिको चाहिँ अब यो यसमा रेकर्ड राखिया देखिनँ मैले, यहाँनिर 1985 तिरको चाहिँ यहाँनिर देखिया छैन, किनभने त्यो बेलातिरको यहाँ कुनै पनि देखिनँ मैले 20 वर्षसम्मको चाहिँ हेर्न पाएँ। अब मैले यदि अब यसमा चाहिँ क्रमशः बढाउँदै लाने हो भने त्यो ठाउँमा बिस्तारै त्यो ठाउँको स्वरूपहरू चेन्ज हुँदै गएको देख्न सकिन्छ। जस्तै देख्न सक्नुहुन्छ यहाँनिर हरियो भएको, त्यस पछाडि यहाँनिर विभिन्न यहाँनिर बोट बिरुवाहरू जस्तो भएको देखिन्छ। यो बाटो होला सायद होइन, मैले अझै नजिक हेरेँ होइन। अब धेरै क्लियर त आउँदैन, त्यो बेलाको गुगलले खिचेको फोटोहरू अलिकति धमिलो भएर पनि होला, तर मोटामोटी यतिको डिस्टेन्समा हेर्ने हो भने एउटा गोरेटो बाटो रहेछ भन्ने खालको कुरा यहाँले देख्न सक्नुहुन्छ होइन। अनि योभन्दा मासतिरको वरपरको कुरा हेर्ने हो भने धेरै ठाउँमा खेत रहेछ। यो ठाउँमा एउटा बुद्धको अथवा भनौँ एउटा धार्मिक कुनै संस्था रहेछ। यतापट्टि पुरानो समयदेखि नै त्यतिखेरदेखि नै यहाँनिर चाहिँ यो हाम्रो नयाँपाटी वडा कार्यालय यहाँनिर रहेछ। त्यो बेलामा यहाँ काग्यू ड्रङ्किङ, त्यो बेलामा यहाँनिर ड्रङ्किङ जुन ऊ छ त्यो यसमा कुनै पनि त्यो एउटा गुम्बा जस्तो हुनुपर्छ, तर अहिलेको अवस्थामा यहाँ गुम्बा छ, यो अहिलेको चिन्ह हो। तर त्यो बेलाको कुरा गर्ने हो भने यहाँनिर गुम्बा रहेनछ, त्यो बेलामा यो ठाउँ खाली रहेछ। र वर्तमान अवस्थामा पनि यहाँनिर चाहिँ वडा कार्यालय आएर बसेको छ, तर त्यो बेलामा चाहिँ यहाँनिर वडा कार्यालय थिएन। अघि मैले भन्न मिस्टेक भएछ, यहाँनिर वडा कार्यालय रहेछ भनेर भन्दाखेरि त्यो खास अहिलेको देखाएको हो, त्यो पहिलाको होइन। अब यसै गरी देख्न सक्नुहुन्छ अब यहाँ बिस्तारै अब हामी फेरि अगाडि बढ्दै जाउँ, समयलाई चाहिँ फेरि अब अगाडि बढाउँदै लग्यौँ। अब देख्न सक्नुहुन्छ अब यहाँनिर यहाँ यो गुम्बा अब अघि देखिया थिएन भने अघि हामीले 2007 मा यहाँनिर गुम्बाको कुनै पनि भग्नावशेषहरू थिएन बनेको भनेदेखि अब अहिले यहाँनिर बनेको देखिन्छ। हामी 2009 तिर आउँदाखेरि यो बन्दै रहेछ, यता घरहरू थिएन भनेदेखि यहाँ एउटा घर बन्दै रहेछ। अब फेरि 1 वर्ष अगाडिको हेरौँ, 1 वर्ष अगाडि हेर्दाखेरि के देखिन्छ अब यहाँनिर अब यहाँ 2टा घर थपिया देखियो, 2-3 वटा। अघि हामी 2009 मा जाँदाखेरि यहाँ 2टा घर थियो, यहाँनिर घर थिएन, यहाँ थियो। अब यसरी देखिन्छ। यसरी हेर्नु होला साथीहरू, यसले यहाँहरूलाई यो खालको कुराले पक्कै पनि आफ्नो
लिन लाग्नुभएको ठाउँहरूको बारेमा जान्नलाई धेरै मद्दतहरू मिल्नेछ भन्ने मलाई लाग्दछ। र अब संयोगवश अब हाम्रो चाहिँ यहाँनिर कुनै पनि अब त्यस्तो कुलोहरू नभएको र एउटा साधारणतया बाटोहरू भएको भएर मैले यसको आफूलाई नै जानकारी भएको भएर मैले यो खालको कुरालाई चाहिँ पुष्टि गर्दै यो खालको कुरा भनिरहेको छु। यहाँनिर त्यस्तो खालको कुनै राजकुलहरू यताउति नभएको कुराले गर्दाखेरि। र यो जुन बाटो छ यो पहिलादेखि यो सिधा बाटो देखिरहेको छ, तर हुन चाहिँ पहिला पहिला चाहिँ यहाँनिर वाल लगाएको देखिन्थ्यो भने अहिले भने त्यहाँ कुनै पनि वाल लगाएको देखिँदैन। र हामी अहिले 2024 सम्मको यानि कि अहिले 25 भर्खरै लागेको छ, 25 सकेर 26 भर्खर लागेको छ, तर यसले चाहिँ 2 वर्ष अगाडि 24 सम्मको चाहिँ मजासँगले सबै कुराहरू चाहिँ क्लियरली हामी देख्न सक्छौँ। अब कतिसम्म हामीले गर्न सक्छौँ त भन्दा जस्तै यो एउटा टुल छ, यो टुल छ यहाँले देख्नुभयो होला यो टुल। यो टुललाई चाहिँ मैले यदि क्लिक गर्ने हो भने जस्तै मानौँ यो ठाउँमा अब यो अहिले वर्तमान अवस्थामा कस्तो छ त भनेर भने यसलाई मैले यहाँनिर गएर तान्न सक्छु र त्यो ठाउँमा गएर हेर्न सक्छु। यो देख्न सक्नुहुन्छ त्यो गुम्बाको पेरिफेरी सराउन्डिङ। हजुरहरूलाई कतिको यो फिचर्सको बारेमा थाहा थिएन। यो चाहिँ 2024 तिरको कुरा हो। यो देख्न सक्नुहुन्छ। अब म यहाँनिर त्यो बेलामा 2024 तिर यो ठाउँको फाँट कस्तो देखिन्छ त यहाँ हेर्न सक्नुहुन्छ। त्यो बेलामा यो घर बनिसकेको रहेछ, वरिपरि यसरी राम्रोसँगले धानबारीहरू भएको देख्न सकिन्छ। बाटो अझ पनि पिच भएको छैन। यसरी हजुरले कुनै पनि ठाउँमा यो जुन यसलाई क्लिक गर्दाखेरि यो निलो धर्स देखाएको छ भने त्यो ठाउँमा पुगेर हजुरले त्यो वरिपरि मजाले त्यो ठाउँलाई हजुरले हेर्न सक्नुहुन्छ। हजुरले यदि यहाँसम्म हेर्नुभएको भएदेखि म धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु हजुर समक्ष। र जाँदै भिडियोलाई लाइक गरिदिनुहोस् यदि मन पर्यो भने, मन परेन भने डिसलाइक पनि गर्न सक्नुहुन्छ। यदि केही कुराहरू यहाँले बुझ्नु भएन भने कमेन्ट पनि गर्नुहोस्, मैले आफूले थाहा पाएको कुरासम्म यहाँलाई उत्तर दिने प्रयास गर्नेछु। र सब्सक्राइब गर्नलाई त भन्नै नपर्ला, सब्सक्राइबको मलाई धेरै नै खाँचो छ। र जाँदै हजुरहरूसँग फेरि पनि बाचा गर्न चाहन्छु। हामी अर्को समय, अर्को भिडियो, अर्को विषयका साथ म हजुरसँग जोडिने नै छु। तबसम्मका लागि यहाँहरूको दिन शुभ रहोस् भन्दै अहिले पनि छुटिन्छु। नमस्ते।